गणल वर्षको लागि यो सालमा साल नपढिसम्म चाहिँ यिनीहरूको अब ब्रान्डको ग्राहकहरू यस्तो बसिरहन्छ। यो साल भरि चाहिँ उनीहरूको यो साल कटेको बादमा चाहिँ फेरि ठिकै हुन्छ। यो साल भरि चाहिँ उसले चाहिँ 22 वर्षपछि त चाहिँ 22 वर्षको केटीलाई चाहिँ बिहे गर्नु हुँदैन। उसको ला चाहिँ के साङ्गे चाहिँ यो वज्रसात हो। मेरो पनि त्यही पर्छ। उसले चाहिँ बेसी जब गर्नु चाहिँ ओम अघि हामीले पढेन ओम वज्रसात हो। उसले खालि अब आफ्नोलाई शुद्ध गराउनुपर्छ। ओम वज्रसात हो चाहिँ हिग्या हो क्या आफूलाई शुद्ध गराउनुपर्छ। उसको ला चाहिँ उसको साङ्गे चाहिँ अब वज्रसात हो। उसले लकेटहरू लगाए पनि धोर्जे स्याम्पाको लाउनुपर्छ अनि धोर्जे स्याम्पाको लाउनुपर्छ। उसको जप गर्ने मन्त्र चाहिँ बेसी चाहिँ ओम वज्रसात ओम वज्रसात ओम वज्रसात ओम वज्रसात ओम ओम वज्रसात ओम वज्रसात ओम वज्रसात सर्टमा चाहिँ त्यसको त लामो चाहिँ ओम वज्रसात समय भनेर थुप्रै जान्छ। तर उसको चाहिँ सेतो हुन्छ कि दोर्जे स्याम्पा भनेर गुगलमा सर्च गरेर पनि देखिहाल्छ। दोर्जे स्याम्पा भनेर दोर्जे स्याम्पा कान आमाहरू जाने हुनुहुन्छ खाना बसाउनु पर्छ। मेमे बस्दै गर्नु मेमे आमा बाउ बजी चाहिँ अलिक बेकार निस्किनु पर्यो। उसको ड्रेसमा चाहिँ कपडाहरूमा नि पहेँलो पनि राम्रो हुन्छ, रातो पनि ठिक हुन्छ, निलो पनि ठिक हुन्छ अनि सेतो पनि ठिकै हुन्छ, हरियो पनि ठिकै हुन्छ। वस्त्रहरू लाउनु चाहिँ नलाउनु चाहिँ कुनै रङ नलाउनु चाहिँ उसलाई अब बेसीमा चाहिँ कालो हो। अरू वस्त्रमा त सबै ठिकै छ। शेरको पहेँलो भनेको छ, मार्को रातो पनि ठिकै हुन्छ, कार्को सेतो पनि ठिकै हुन्छ, जङ्को निलो पनि ठिकै हुन्छ, हरियो पनि ठिकै हुन्छ। गडल वर्ष चलेको छ। उसको 12 वर्षको केटीसित चाहिँ राम्रो हुँदैन, गर्नु हुँदैन। अब त्यो पनि अब पछि गएर अब उनीहरू त भगाइ धुगाइ ल्यायो भने त के गर्नु, यो त मिलाउनै पर्यो। नलेखेको मलाई मात्र रेकर्ड गरेको मेरो त लेखेको त गायब भएर मेरो दिमाग खराब भयो। उसको लो चाहिँ डुग्लो भन्छ कि गणल वर्ष, खाम चाहिँ सिङखाम काठ हो क्या। अब यसै त्यो शुक्रबारको दिनले हेर्दा त पासाङ भेट्छ हो। त्यो पासाङ अब मन पराउँदैन, अब कस्तो नाम राख्दैन। अन्त अलिक अप्ठ्यारो तपाईँ त युनिक हो त। लेटेस्ट भन न के लेटेस्ट रातको आरएस ठुई पनि दिइसकेको तिमीले खायौ अब भोलि खानु हुन्छ। पहिला नाम उयो गरिदिउँ न यिनीहरूको, त्यसको बादमा बाबुको नाम चाहिँ के पर्छ अरे? फुलमान। आमाको चाहिँ पद्मा। के नाम राख्ने त? एउटा रिक्जिन कस्तो लाग्छ? रिक्जिन नाम लाग्छ? थुप्रोकै नाम छ हो। रिन्जिङ पनि छ। रिन्जिङ रिक्जिन रिन्जिङ कुन चाहिँ अब राम्रो? रिन्जिङ कुन चाहिँ राख्ने हो? एउटा रिन्जिङ पनि छ। रिन्जिङ
छोरीको नाम भन्दा कति मिल्छ छोयाङहरू कति मिलेको छ नाम याङदेन पनि छ राम्रो छ याङदेन यो चाहिँ राम्रो याङदेन लामा लेख्छ न तामाङ तामाङ के याङदेनको मतलब के याङदेनको मतलब तपाईँले अब त्यहाँ गुगलमा सर्च गरेर पनि भेटिहाल्छ सर्च गर्नु भेटिहाल्छ भेटिहाल्छ याङदेन याङदेन उस राम्रो नाम दियो रिन्जिङ छ रिन्जिङ छ याङदेन याङ भनेको चाहिँ अब 32 लक्षणले युक्त भएको भन्छ क्या याङ चाहिँ याङदेन याङदेन देन देन याङदेन अरू हाँ? त्यसमा क्लिक गरौँ ठिक हो ठिक छ ठिक छ नि देन उस राम्रो नाम आयो नयाँ नाम याङदेन है याङदेन अब एउटा नामले चाहिँ नामले बनाउनु सक्छ याङदेन चाहिँ सुनेको नाम आयो याङदेन छेदो छेदो दुई सुम देशन सेवा थाम चाहिँ कुसुङ थो इन्टेन ठिलेन थाम चाहिँ मोगा छै बुमटासी जुने फापा गेदुन थाम चाहिँ मदन दिजे चावे दाम जुबर चेबे पल्या नाम दाम नाम दिसे दो ओमा इदम तिलखुर के लाचो नाम के संगे सेल्दो ओमा छिन सुमा नाम सेल्दो ओमा गजे सिगा नाम जुन सेल्दो चुमु फला डाला सेल्दो ओमा मा दुआरे दु सेन्जन नाम के सेल्दो ओमा चुमु फला डाला जोम गजे सेल्दो जुबर दर्जे गिजे हाले जोसो अगर पेन्जे बोला काडिन्छ पेमा जुने कुला दे दिन्छ दादा लनो सिर्फ खानुन जे organ dimbu चला सबैलाई दिनु पर्यो सबैलाई टेक टेक दिउँ यहाँ खाइ नहाल्नु ल पेमा दोर्जे साङ्गेहरू त हरायो नानी आउलाम देऊ टेक टेक याङदेन 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 तपाईँलाई पनि लाउ ल मेमे द याङदेन याङदेन छायाला मिन थान मलाई सघाउने छुसी गर्छ उहाँ राखिराख भने यसो गरिराख्ने बेला तपाईँ ल्याऊ यो चाहिँ अब युलठिमभित्र पर्छ क्या नानी सुन्दैको होइन ल नानीको लो पनि थाहा भयो तपाईँहरूलाई गणुल वर्ष है उसको खाम चाहिँ सिङ्खा मनी नाम चाहिँ आज हेराइ कोर्दाखेरि चाहिँ याङदेन तामाङ निस्क्यो है याङदेन तामाङ है याङदेन याङदेन तामाङ अब याङदेन तामाङ लेकर पेन्चे बोला काडी यालासो याङदेनको सौ ल ओ जितेंद्र चो छेपा में दुवेन छेपे मालू संगे संगे छेपा मेला छे आजल ओम नमो भगवते अपरमित पुण्य पुण्य महापुण्य अपरमित पुण्य ज्ञान संबर परिचित सर्व संकर परि शुद्ध धर्म तेगा गण संभव विशुद्ध महापरिवार सो जितेंद्र चो छेपा में दुवेन छेपे मालू संगे छेपा मेला छे आजल ओम नमो भगवते अपरमित पुण्य ज्ञान अपरमित ज्ञान संबर परिचित सर्व संकर परि शुद्ध धर्म तेगा गण संभव विशुद्ध महापरिवार सो अब आपाले नि यस्तो हात राखेर उसको कानपट्टि मनले भयो भने अलि सुन्ने गरे भयो भने 3 बार याङदेन तामाङ याङदेन तामाङ याङदेन तामाङ भन्ने उठेर कानमा कानमा है बिस्तारै यस्तो गरेर कानमा परछ 3 बार भयो ल